इतिहासकै सफल प्रधानमन्त्री बने बालेन। अहिलेसम्म कुनै प्रधानमन्त्रीले गर्न नसकेको काम बालेन प्रधानमन्त्री भएको 1 महिना भित्रै गरेर देखाइदिए। राज्यको शक्ति कस्तो हुन्छ र विधिको शासन भनेको के हो भन्ने कुरा बालेन सरकारले आज देखाइदिएको छ। गाउँमा 20औं रोपनी जग्गा हुनेहरूले यहाँ गरिबको नाटक गरेर राज्यको अर्बौं रुपैयाँ पर्ने जग्गा कब्जा गरेका थिए। बालेनले आज त्यही सिन्डिकेटको अन्त्य गरिदिएका छन्। प्रधानमन्त्री बनेको जम्मा 1 महिना, मात्र 1 महिनाभित्र बालेनले त्यो काम गरेर देखाए जुन काम गर्न विगतका दर्जनौं प्रधानमन्त्रीहरूले 30 वर्षसम्म हिम्मत गर्न सकेका थिएनन्। म अब कसैलाई केही भन्दिनँ, बालेनले जे गर्छ त्यही गर्छ। सरकार हो नि त। बालेन त्यस्तो मान्छे होइन नि त। मान्छेले जे भने पनि त्यसो गर्न त पाइँदैन। मेरो स्मार्ट बालेन सरकारले सुकुम्बासी बस्ती पनि स्मार्ट शैलीमै हटाउन सफल भएको छ। अनेक अनुमान र खुल्दुलीका बीच सुकुम्बासीलाई एक लट्ठी पनि प्रहार नगरी सुकुम्बासीहरूले एक ढुङ्गा पनि नहानी पूरा बस्ती खाली गराइएको छ र डोजर लगाएर आज बिहान करिब 5 घण्टामा सबै संरचना हटाइएको छ। आज बिहान काठमाडौँको थापाथली स्थित सुकुम्बासी बस्ती खाली गर्न बालेन सरकारलाई यति सजिलो भयो कि रिपोर्टिङमा पुगेका हामी पनि चकित पर्यौं।